यता देखौ त साथीभाइहरू, यता देखौ। यता देखौ न। यी मैले आज नयाँ एउटा तपाईँलाई उपाय बताउँदैछु। यहाँ देखौ न, यी निमक छ, लिम्बू छ, पानी छ, गिलास छ, यो चम्ची छ है। अलिक उता जाउँ। तपाईँले के गर्नुपर्छ भने अब तपाईँहरू जस्तै अब पुरा उयो भयो, पुरा उयो भन्दा रातभरि खाएर क्या मातेर डङ्ग लड्ने गरी खाएर, तालमिल नमिल्ने गरी खाएर पुरा टाउको ह्याङ भएको छ भने के तपाईँहरूको पुरा टाउको ह्याङ भएको छ भने जुरुक्क उठ्नु त अनि लिम्बू च्याट्ट लिने, यसरी नचाउनुपर्छ क्या। दाँत पनि यसो गरेर है, यसरी यसरी गुवान्जेल नचाउनुपर्छ। यस्तरी 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 नचारेर फेकेर यसमा अलिकति निमक ट्याक्क लगाएर यो पानी साट्ट लगाएर ट्याक 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 हिराएर स्वाट्ट पारेपछि तपाईँको ह्याङ स्याङ कहाँ जान्छ भन्ने कुरो थाहा पाउनुहुन्न। कति